आज यस्तो झ्याउ भयो नि साथीहरू, तपाईँहरूलाई म केही भनौँ। र साथीहरू, बुटोलमा बस्न लागेको पनि यतिका दिन भइसक्यो। 1 महिनादेखि लिएर 2 महिना जति हुन लागिसकेको छ मलाई बुटोलमा बस्न लागेको। बुटोलको हावापानी त एकदमै राम्रो छ, तर बुटोलमा चाहिँ गर्मीको भने एकदमै महामारी भइसकेको छ। यति बेला लास्टै गर्मी भइसकेको छ, कोठाहरूमा सुत्न भनेपछि एकदम गाह्रो भइसकेको छ। र साथीहरू, इन्डियादेखि के सोचेर आएको थिएँ, मेरो काम केही होला कि भनेर, तर सोचे जस्तो काम केही पनि भइरहेको छैन। सबै उल्टो भइरहेको छ यहाँ। तर केही छैन, जे हुन्छ राम्रोको लागि हुन्छ भनेर हौसला बढाएर हिँडिरहेको छु। अब भने इन्डियादेखि आएको छुट्टी पनि मेरो खत्तम भइसकेको छ, किनकि अब 2 महिनाको मेरो छुट्टी थियो। छुट्टी पनि मेरो कम्प्लिट भइसकेको छ। र अब भने म 1 हप्ताभित्र म इन्डिया फेरि जानेवाला छु। मेरी बुढीले पनि एकदमै मन दुखाएकी छन्। अचानक छोडेर जानु पर्दाखेरि उसको पनि मन दुखिरहेको होला, मैले बुझ्छु। र खासमा नि आज चाहिँ मेरो मोबाइल फुट्यो। भिडियो बनाउँदाखेरि चाहिँ अचानक भुइँमा खसेर चाहिँ मोबाइल फुटेर एकदम तनाव भइरहेको छ। आजको दिन मेरो एकदम बेकार गयो। यहाँसम्म ब्लग हेरिदिएकोमा धेरै धेरै धन्यवाद।